ओइ हामी घुम्न जानुपर्छ होला अब है कहाँ मनाली मनाली हो आम्बो स्याटिस भयो मनाली जानुपर्छ है जानुपर्छ नि हो जाउँ न जाने है तिमीहरू दुईजनामा कल्लुको भन् छिटो म हिँड मसँग हिँड तेरो नामको सुपारी आएको छ 1 मिनेट बन्धु डन यसलाई मात्रै किन एक्लै लिएर गएको म पनि जान्छु नि यसकोमा चाहिँ के छ त्यस्तो खास ओइ साथी सुनिनुहोस् तैँले मेरो नाम बोलाएको मलाई किडन्याप गर्न आएको तँ चाहिँ किन बाध्य भएको बिचमा कहाँ हो खल्लु फ्रीको ट्राभलिङ खाना मिठो मिठो कुराहरू खानु तँ मात्रै डिजर्भ गर्छस् हामी चाहिँ डिजर्भ गर्दैन कस्तो रहेछ साला गान्डु तैँले गर्नु त गरिस् यो कुरा अब सुन जानु चाहिँ मै जान्छु कि तेरोमा हिम्मत छ भने रोकेर देखा हो किडन्याप चाहिँ मै हुन्छु ल ए भाइ यस्तो भयो भने त म पुलिसलाई कल गर्छु होइन त्यहाँबाट चाहिँ यहीँ बसिरहनु ल के हो त आरिस पो गर्दैछस् त गर्छु त के भयो गर्छु त भाइ के भयो गर्छु, भाइ, के देख्दैछु गर्छु? तेरो चर्ती कला देख्न के भयो तँलाई के ए भाइ तँलाई किन आरिस लागेको मलाई याद भयो नि किनकि मलाई मान्छेले खोज्छ सोध्छ न्युज पेपरमा मेरो फोटो आउँछ म त फेमस हुन्छु तँलाई त कसैले सोध्दैन पनि खोज्दैन पनि बुझिस् त्यही कारण तँलाई आरिस लागेको ए भाइ कुकुर जस्तै किन भोकिरहेको मलाई किडन्याप गर्दाखेरि चाहिँ तँलाई चाहिँ किन यस्तो प्रब्लम भएको भन् त म किडन्याप हुँदा चाहिँ तँलाई पो के प्रब्लम छ भन तँलाई के प्रब्लम छ मलाई चाहिँ छ नि एउटै मात्रै प्रब्लम छ कि मलाई बाहिर किडन्याप हुँदा चाहिँ स्ट्रेस फ्री भइदिन्छु म सुन्नुभयो ल यो त रुइसक्यो यहीँ बस यही छ भाइ तँ नि नजा म पनि जान्दिनँ यहीँ बस्छु भाइ म पनि सुन्नुहोस् न बन्धु डन एउटा काम गर्नुहोस् कि हामी दुईजनालाई लानुहोस् न कल्लु भाइ हुँदैन नि मैले बाइक लिएर आएको थिएँ हो अब बाइकमा त ट्रिपलिङ हुँदैन नेक्स्ट टाइम गाडी लिएर आउँछु दुईजनालाई लान्छु नि ल यसपालिको लागि चाहिँ म गएको साला शान्ति भयो ल तँलाई यो ट्रिप पनि क्यान्सल गरेर है तँ खुसी छस् भाइ म त खुसी छु भाइ तँलाई पनि शान्ति भयो होला नि साला अब यसो गरौँ कि तँ पनि गएनस् म पनि गएन यता बसौँ हो रियल जुस खानुपर्छ पर्खि के गर्नु यो जुस खान्छस् तैँले नभनेको त्यहाँ तैँले गर्दा हो भाइ तैँले गर्दा ट्रिप क्यान्सल भएको तैँले गरिरहेको हुन्छस् तैँले पनि साला आइस ल यता तँ गो बस पातिन्छ छोड पातिन्छ